front of me, my enemies. I've tried every possibility, ability to know if I can bleed. If that's what you wanted, you won't get it tonight. 'Cause I can fly, I can fly, I can fly, yeah. I can fly. ल गयो अर्को गयो अब हाम्रो एकदम स्पेसल के भन्ने अब वेटर्स हेलो एन्ड नमस्ते एभ्रिवान हैन वेलकम छ मेरो ब्लगमा आफ्टर लङ टाइम त्यस्तै हो अब 1 वर्ष 1-2 वर्षमा आउँछ मेरो ब्लग चाहिँ हैन अब त्यही अब मेमोरिजको लागि भनेर बनाएको हैन मैले चाहिँ भिडियोहरु अब त्यस्तो डेली ब्लग यताउति भन्ने छैन त्यसको लागि नै सरी त्यही आजको हाम्रो गन्तव्य भनेको चाहिँ नौडाँडासम्म छ है केटाहरु 6-7 जना छन् अब गन्तव्यतर्फ लाग्दैछौँ बिस्तारै नै अब केटाहरु पछाडी आउँदैछ है हिरोहरु सक्दैन बढ्दै जाऊ पानी पर्न लाग्दा झरी सम्भावना धेरै छ है हाम्रो आँखाले भिज्दै जम्मै त ल केटा हो पानी परिसकेछ यतातिर अब भिज्न सुरु हैन पानी पर्यो यार यही तल पानी पर्यो हैन यहीँनिर पानी परिसक्यो यार औडा ल केटा पानी पर्दा लितिरको भइसक्यो हैन तनाव भयो यार पानी परेर के अरे त्यो बिजेन लामा कि बिजेन गुरुङ रे त्यो टिकटकहरु छन् त्यो त्यस्तै देख्छ क्या बिजेन लामाको लाइट केटा हो बाटो नचिनेर है तनाव तनाव Continue for 800 meters. एफो रिजोर्ट है हामी जान लाग्यो चाहिँ दाजुले बाटोमा भेटेर जाम पछि भन्दै खाएर दाजुले अब कहाँ पुऱ्याउने थाहा छैन दुःख पाइयो बाटो नचिनेर चाहिँ हामी कहाँ पुगेछ हैन अघि चाहिँ अब चाहिँ त्यहाँ त्यो दाइले भेटेको अब पुऱ्याउला नि त हैन फाइनल्ली हाम्रो डेस्टिनेसनमा हामी आइसक्यौँ हैन दुःख मेहनत गरेर बवाल छ भ्यू जाम जाम एफो चट्टा भित्र गएर हेरिन्छ हैन वेलकम छ हामीलाई एफोमा केटाहरु स्यासी गर्न लागिसक्यो रुगा लागिसक्यो जस्तो केटाहरुलाई फाइनल्ली एकान्त कुनामा आइयो जाम केटा होला भित्र लिएर हिँड्नु साह्रो अहिले एकछिनमा आइरहेको हुन्छ ल
दाइले हामीले पुऱ्याइदिनु भएन एफोर रिजोर्टमा हाम्रो रुम चाहिँ यता रहेछ होइन अन्धकार कतिवटा बेड छ त एउटा रुममा पहिलाको वर्षको मजा जिम हान्ने भन्छ केटाले यहाँ आएर यार ल लुगासुगा फेरमा एकछिनमा भेटौँला बाई बाई बबाल हुँदैछ ल के को देखा केटा हो साथीहरू एकदम मिठो होला जस्तो छ ल पोर्कको बिउ हुँदैछ है ए भाइ के हो त्यो भएन त्यो तरिका भएन है जस रमाइलो हुँदैछ अँध्यारो छ यार बाबा मुन जस्तो बनाइदिउँ है ब्लू कलरको मुन होइन यो देख्छ कि मुन ठ्याक्क ल फुलमाया चल्दैछ उता चाहिँ यता छुट्टै छ हाम्रो होइन गुड मर्निङ एभ्रिवान ल हाम्रो चाहिँ हिजो बबाल रमाइलो भएन अब चाहिँ बिहान भइसकेको छ बबाल भ्यू दिइरहेको छ है वाइल रमाइलो भयो बेलुका चाहिँ होइन अब नास्ता गरिदियो खाना खाने अनि घरतिर लाग्नुपर्छ बबाल देखेछ त्यो भ्यू चाहिँ होइन केटाहरू आइसकेको रहेछ सब आनन्द जस पिस छ यो ठाउँ चाहिँ एफोर रिजोर्ट चाहिँ बल रमाइलो भयो यार जस ए हाम्रो केटाहरू यहाँ छ होइन के छ अन्डे कतिको रमाइलो भयो हिजो केटा हो ल रे दाइ के छ ठिक छ कतिको रमाइलो भयो त नि हिजो ल बबाल भ्यू छ केटा होला यहाँ एक सिनेमेटिक हान्ने भयो त ल ल केटा हो हाम्रो ब्रेकफास्ट पनि आइसक्यो होइन ब्रेकफास्ट ल डाइट केटाहरूको ल खाइदिउँ है त म त अनि फेरि यस्तो भन्दै बबाल ल भेट्दै गरौँला छिनछिनमा ल गयो अर्को गयो अब ल जा ल छिटो डाइभ हान्न ल छिटो ए केटा यार उता डाइभ हानिसक्यो यार छ्या ल म नि हानिदिन्छु यार मा ल ल भाइ ल ल न फोर हुन्छ कि न ल म पनि डाइभ हान्नु है ल हाम्रो साथी खतरा डाइभ हुँदैछ ल ल गयो गयो ल वा भ्याकुटा डाइभ त्यसलाई भन्छ भ्याकुटा डाइभ किन साथी नखेल्ने गुण त्यतिले त्यहाँ अत्रङ्गन लाग्यो साईको केटा म साइको केही हुन्न कि यसरी म त डुब्दैन अब कसम केही हुन्न ल
टेम्पोस लाएर केटा डाइफान राखन प्याम्पर्स लाएर है अर्कन देऊ त अर्कन देऊ न आले त नि एउटा आले मा सक्की से उना त त्यहाँ न कोइ त दुख्दैन नि पौडी खेल्न नआउने मान्छे यस्तै है सबलाई हाउस भनेर निकाल्यो है हाम्रो एफओ चस्मा लगाएर खेल्ने काला चस्मा लगाउनु छ सर कहाँ यो त पुरा उसो फ्लो हुन्छ क्या ल जा भाइ जा पड्कियो त्यो गाह्रो हुन्छ यार लगेर स्विमिङ पनि खेलेर सकियो अब लास्ट जाडो भएर अहिले त अब निस्किनुपर्छ यहाँबाट होइन अब खानासाना खाने अन्त निस्किने होइन बाहिर म नौ डाँडा हाम्रो एकदम स्पेसल के भन्ने अब वेटर्स खाना पनि आइसक्यो हाम्रो केटा हो म्युजिक अफ गर न खेलाडी कस्तो मिठो केटा हो एकदम है ल बाल मिठो रहेछ मैले पनि खाइदिएँ ल रमाइलो भयो नि होइन ल ठिक छ ल फाइनल्ली हामी निस्किने बेला आयो होइन खाना खाएर सकियो टन्न भयो जस मिठो थियो खाना यहाँको बवाल रमाइलो भयो अब बिस्तारै निस्किँदैछ अब के हुँदैछ सलाम साहब के हातको देखाउ त तपाईँलाई हजुर हजुर हाल्छु यो पुरै हाल्छ नि मेरो सफल भ्लग छ त्यति केही छैन कि मेमोरीको लागि बनाउँछु भिडियो मेरो सफल भयो नि हान्नु ल मिठो खाना खुवाउनु भयो फेरि आउँ न ल ल हुन्छ त जान्छु हजुर एकदम ल जाम ल केटाहरूले रेकर्ड राखिदिएर यहाँ पनि यार खाना धेरै खाएर कति रेकर्ड राखियो होइन साथी रेकर्ड राखियो होइन आज कतिको रेकर्ड राखेको रे कति लड गएको रे खाना 7 यसको कतितिर 4 कि कति 2 तेरो कति हो कति लड हो तेरो तिम्रो 7 ल निस्किनुपर्छ बिस्तारै घाम चर्कियो ल भन्दै के भन्दैछ ल 19 को पिस्टल ल फ्रेस ल कति हो रे प्राइस नभन् डाइरेक्ट है कन्ट्याक्ट नम्बर कति भन्ने नि त है ए तिम्रो बाइक त यहाँ रहेछ त कमेन्ट बिलो र ल ए डिक्कीभित्र सामान हाल्नु पर्ने थियो यार के थियो कि ल आत्था ल बाई एफओ रिजोर्ट ल फेरि भेटौँला धन्यवाद बाटो नि यस्तै छ चिप्लो बाटो चिप्लो मान्छे भन्दा घर पनि भयो अब फाइनल्ली हाम्रो राम्रो पोखरा झरिसक्यौँ हामी होइन अब
सिधै घरतिर वेलकम टु होम